के तपाईँ एनटिसी प्रिपेड सिम प्रयोगकर्तालाई पनि कहिले यस्तो भएको छ? डाटा प्याक सकियो अनि थाहै नपाई फोनको ब्यालेन्स घट्दै गयो। रिचार्ज गरेको सबै पैसा पत्तो नै नपाई सकियो। हो, यो हुनुको कारण हो एनटिसीको पे एज युको अर्थात् पेजी भन्ने सर्भिस। जब तपाईँको डाटा प्याक सकिन्छ, एनटिसीले अटोमेटिक रूपमा तपाईँको मेन ब्यालेन्सबाट पैसा काट्न थाल्छ, कुनै वार्निङ बिना। आजको भिडियोमा म तपाईँहरूलाई जानकारी दिँदैछु एनटिसी प्रिपेड सिममा यो पेजी सर्भिस कसरी बन्द गर्ने ताकि तपाईँको ब्यालेन्स सुरक्षित रहोस्। यसलाई बन्द गर्नको लागि एकदमै सजिलो छ। आफ्नो फोनको डायलर खोल्नुहोस् र डायल प्याडमा *444# अर्थात् *444# डायल गर्नुहोस्। केही सेकेन्डमा एउटा मेनु आउँछ। त्यहाँ तपाईँलाई पेजी इनेबल डिजेबल भन्ने अप्सन देखिन्छ, त्यो चेक गर्नुहोस्। अब डिजेबल भन्ने अप्सन रोज्नुहोस् अनि कन्फर्म गर्नुहोस्। बस यति हो। अब तपाईँको पेजी सर्भिस बन्द भयो। अब डाटा प्याक सकिएपछि इन्टरनेट आफै बन्द हुनेछ, तर तपाईँको मेन ब्यालेन्स सुरक्षित रहन्छ। यदि डाटा प्याक नलिएको अवस्थामा पनि इन्टरनेट चलिराखोस् भन्ने चाहनुहुन्छ भने तपाईँले फेरि आफ्नो फोनको डायलरमा गई पुनः *444# डायल गरी इनेबल भन्ने अप्सन सिलेक्ट गरेर पेजी सर्भिसलाई पुनः सुचारू गर्न सक्नुहुन्छ। आशा छ तपाईँलाई यो भिडियो जानकारीमूलक रह्यो होला। फेरि यस्तै अर्को भिडियोमा भेटौँला। नमस्कार।